साथीभाइ नासिदिले फेबुलो है र आज चाहिँ म यहाँ आज बहिनीको बहिनी बिहा भएर चाहिँ आज ढोकभेट छ सुक्खा ढोकभेट है बिहा चाहिँ अब 1 वर्ष बाद गर्ने हो किनभने योपालि अलिकति बिहाहरू गर्नु चाहिँ राम्रो छैन त्यही कारणले गर्दाखेरि चाहिँ सुक्खा ढोकभेट चाहिँ गरिदिइहालेको है त्यही ढोकभेटमा चाहिँ म आज आफ्नो घर आएको छु है हेर्दै गर्नुहोस् है मेरो आफ्नो घरको वातावरणहरू के कसो छ है तपाईँलाई देखाउने छु यहाँनिर चाहिँ नानी सुतिरहेको छ है मस्त अहिले उठाउनु हुँदैन उसलाई र मेरो मजामा घर चाहिँ यस्तो छ हे साथीभाइ हो है मेरो आफ्नो जन्मथला चाहिँ यहाँ हो होइन यहाँ हाम्रो यतापट्टिको पुरानो घर हो है यतापट्टिको अहिले यो नयाँ घर हो है अन्त यहाँ हाम्रो काका आगोहरूको घर हो हेर्दै गर्नुहोस् यहाँतिर चाहिँ प्रायः मान्छेले अब चुल्हा युज गर्छ नि त जाडो छ जग्गा फेरि अब यहाँ कमान बस्ती भएर चाहिँ सानैदेखिको अब यस्तो चुल्हाहरू युज गर्छ त्यही भएर हामी चाहिँ चुल्हामै चियाहरू बनाउँदैछ यही हेर्नुहोस् र बिस्कुट पनि यहाँ नानीले लिएर आएछ अब यो बिस्कुटसँग चिया खाने हो कसले देखेको चाहिँ यो हो तर मामले दिनुभएको के यो त्यही थिएछ ठिकै छ बस राख हाम्रो घरको ब्याक साइडको वातावरण चाहिँ यस्तो छ है हाम्रो यो सबै बिजनबारीहरू हो यहाँनिर पानीको कल यो पानीको कलमा पानी छैन छ अहिले यहाँनिर चाहिँ भयो सागसब्जी है गाउँ बस्तीमा यस्तै हुन्छ सबै सागसब्जीहरू यहाँनिर रोप्छ होइन अब माथितिर चाहिँ हुँदैन ठन्डाले गर्दा पनि यहाँ चाहिँ यस्तो चाहिँ हाम्रो चाहिँ हरियाली सबै जङ्गलपात छेउछेउमा छ यहाँ चाहिँ मेरो ठुलो छोरी म चाहिँ कप ल्याउन आएको र म फर्स्ट लामा पर्दाखेरि किनेको मैले घरमा छेसोम चाहिँ यस्तो छ अहिले म नबसेको कारणले गर्दाखेरि अलिकति स्याहार सुसार भएको छैन रहेछ हो अब आप्पा एक्लै छ त्यही कारणले गर्दाखेरि घरहरूको पनि स्याहार सुसार छैन है यो चाहिँ हाम्रो सबैभन्दा पुरानो मूल घर हो है र मेरो बित्नु भएको आमा चाहिँ उहाँ हो है हामीलाई छिटै छोडेर जानुभएको छ होइन र भगवान् साङ्गे गुरु ढिम्बरजीसँग म यही प्रार्थना गर्छु कुनै न कुनै जन्ममा छ भने पनि एकदम राम्रो दुःख भन्ने कुरो उहाँले सोच्नै नसकोस् है उसलाई अभावै हुन नसकोस् भन्ने प्रार्थना गर्दै है उहाँले हामीलाई यत्रो जीवनदान दिनुभयो होइन त्यतिमै म खुसी छु है मेरो आमा चाहिँ उहाँ हुनुहुन्छ होइन पहिला यो कालिम्पोङ जाँदाखेरि फोटो खिचेको हामीलाई 40 वर्षको उमेरमै उहाँले छोडेर जानुभयो र यहाँ चाहिँ हाम्रो आगो आँसुको घर हो यहाँ चाहिँ हाम्रो उता हेलो गुड मर्निङ भाइ उहाँ पनि उता घुममै बस्नुहुन्छ यहाँ चाहिँ डेकोरेसन गरेको छ साह्रै ज्यादा त गरेको छैन अब बिहामा यो जस्ट अब हल्का अब आफ्नो आफ्नो सन्तान बोलाएको छ त्यही कारणले गर्दाखेरि यति डेकोरेसन चाहिँ गरेको छ है मन पऱ्यो लाइक सेयर कमेन्ट चाहिँ गरिदिनुहोस् होला हाम्रो मामलाई पनि देखाउँछु तपाईँलाई हाम्रो मामले पलातीसम्म देखेको छ है र हाम्रो गाउँको भाइहरू है हामीभन्दा धेरै कान्छो हो र उहाँहरूलाई चाहिँ आज खाना पकाउनुमा डिमान्ड छ है साङ्गन अहिले जाँदैछ हो यहाँ मामको छेसम चाहिँ यहाँनिर छ मामले चाहिँ अघि मैले भनेको जस्तै हामी नाता नातिनी भइहाल्यो हाम्रो पलाती सबै देखिसकेको छ मामको दीर्घायुको कामना गर्दै है यो भिडियोमा पनि तपाईँहरूले उहाँको दीर्घायुको कामना गरिदिनुहोस् होला मामाहरूको मूल घर चाहिँ यहाँ हो फेरि के हो यो चाहिँ चम्ची
त्यहाँ यता नआइज अहिले उयो हुन्छ हाम्रो भाइहरूले बिहानको ब्रेकफास्टको कामहरू सुरु गरिसकेको छ है र हाम्रो भाइहरू चाहिँ है कुनै म्यानेजमेन्ट गरेको होइन र एकदम पढाइ ट्रेनर हो है होटेलबाट म्यानेजमेन्टलाई नै फाँड्छ हाम्रो केटाहरूले चाहिँ हेर्नुहोस् उहाँहरूको काम स्केल हाम्रो माइलाको हो यहाँ चाहिँ अब नानीलाई ब्याट बनाइदिँदैछ हुन्छ र ब्याट अन्त यसको डुप्लिकेट त्यसलाई बोलाउनु र यहाँबाट उता चाहिँ हाम्रो घरदेखिको उताको गाउँ हो हाम्रो गाउँ कस्तो लाग्यो तपाईँलाई है यसो मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु प्रायः चाहिँ मान्छे भर्खरै भन्दैछ को विकास कालीपट्टि सफलतामा यहाँहरू देख्यो र हाम्रो आगोले चाहिँ पानी यहाँ ल्याउनुको लागि हुन्छ हुन्छ गाउँघरमा अब यस्तै हो है काम धन्दा भनेको बजार इलाकामा जस्तो हुँदैन तर अब सबै कुरोको एभाइलेबल चाहिँ हुन्छ यहाँ सागसब्जीदेखिको लिएर पानीदेखिको लिएर डल्लै अहिले चाहिँ यति रेडी भइसकेको छ है साह्रै ठुलो बिहा चाहिँ होइन एउटा सुक्खा ढोकभेट मात्रै हो हाम्रो बहिनीको है भन्दैछ फेस्ट है हेड सेप चाहिँ यहाँ छ है यहाँ सेकेन्ड सेप सन्नी सेप हुनुहुन्छ यहाँ थर्ड सेप हो हामी यता है हजुर हजुर तपाईँहरू त्यतै जानुहोस् हाम्रो बहिनी ज्वाइँको जन्तीमा आइपुग्यो है होइन सायद दामी छ एकदम पानी आउनुपर्छ नि सायद दामी छ है एकदम राम्रो पानी आएको ल है गाइज आज चाहिँ यहाँ ढोकभेटको कार्यक्रम सुरु हुनु गइरहेको छ र दाजु भाउजूको हामीभन्दा अगाडि फ्रन्ट बहिनीको हो जोजो भाउजू पछि चाहिँ हाम्रो फ्रन्ट छ
त्यो सुभाषको बुहारी त थियो त खोइ आउँदै छ अरे भने चाहिँ अब तिमीहरू आइज त्यसो भए तिमीहरू आइज बुहारी त जो झोले कृष्णले गर्नु छ त्यही त कृष्णले आइज खोइ कृष्णहरू गयो कता गयो Thank you.